चिसो चिसो गुड मर्निङ अनि वेलकम टु माई मिलियन सब्सक्राइबर च्यानल। र मैले मिलियन सब्सक्राइबर च्यानल किन भन्छु भने सधैँ राम्रो बोल्नुपर्छ नि त, त्यही भएर। अनि सधैँ जस्तो बोल्यो त्यस्तै हुन्छ। अनि आज चाहिँ धेरै जाडो भएको भएर रामुलाई कपडा लगाइदिएँ र म पनि रेडी भएर लागेँ बजारतिर। आज चाहिँ बिन्दा मिसको बर्थडे भएको भएर उहाँको लागि गिफ्ट किन्न भनेर हामी हिँडेको थियौँ। अनि हामीले चाहिँ अमरपथ लाइन हाट बजार छानेको थियौँ कि। अनि हाट बजारदेखि मासतिर चाहिँ यहाँ पिउने पानी रहेछ। अनि एउटा अङ्कलले खाएको देखेको थिएँ। अनि ठ्याक्क हात अगाडि बढाउँदा बित्तिकै पानी आएको कि। म त सेन्सरवाला रहेछ भनेर अङ्कललाई सेन्सरवाला भनेको त भन्नुभयो। लास्टमा त रहेनछ, साइडमा एउटा बटन रहेछ, मतलब धाराको के अन गर्ने अफ गर्ने रहेछ। अनि त्यहाँबाट पो गरेको रहेछ। मलाई उल्लु बनाएर त्यो अङ्कलले, म त अझै अगाडि हात थापै गरिरहेको थिएँ। लास्टमा त विशेष गरी होइन कि उता धारा खा भन्नुभयो। अनि बल्ल खोलेको। अनि त्यसपछि चाहिँ हामी चाहिँ फेरि बजारतिर लाग्यौँ कि किन्नको लागि। फेन्सीतिर हामीले खासै राम्रो पाएनौँ, त्यही भएर। अनि मैले चाहिँ गिफ्ट किनेको भिडियो बनाउनै बिर्सेछु, किनभने म चाहिँ न्यू भ्लगर हो नि त, त्यही भएर। अनि गिफ्ट किन्न सकिसकेपछि फेरि हामी केक किन्न गयौँ। केक किन्न पनि आफ्नै घरतिर गयौँ कि। फेरि मासतिरदेखि फेरि तलतिर पुग्यौँ, तलदेखि फेरि मासतिर आयौँ हामी फेरि। अनि हामीले चाहिँ केक सेक किने। अनि विशेषहरूले चाहिँ हामीलाई क्रिम रोल खुवाउनु भएको थियो, क्रिम रोल। अनि म चाहिँ केक लिएर चाहिँ आएँ क्लासमा। उहाँहरू फेरि गोबरा के बेलुन नेपाली आउँछ कि धेरै बोल्दाखेरि। अनि बेलुन किन्न जानुभएको थियो। अनि म चाहिँ आएर क्लासमा झ्यालसाल खोलेको थिएँ। हाम्रो क्लासमा चाहिँ अस्ति कताबाट पानी पसेको भएर कस्तो चिसो भयो थियो कार्पेट, त्यही भएर कार्पेट जति सब बाहिर सुकाएको थियौँ। भुइँ कति चिसो भएर उभिन सकेको थिएनौँ कि। अनि बेलुन पनि लिएर आउनुभएको, जम्मा गनेर 5वटा ल्याउनु भएको थियो कि, धेरै लिएर आउनु भएन। अनि हामी चाहिँ सबै सामानहरू मिलाएको थियौँ। अनि केक राख्नको लागि चाहिँ हामी अरू केही टेबल सेबल नभएर हामीले क्याजनलाई राखेको थियौँ, केक राख्ने टेबल बनाएको थियौँ। अनि मैले चाहिँ क्यामेरा सेट गरेको थिएँ कि सबै। त्यो धन्न मेरो मोबाइलमा टाढासम्म पनि देखिने खालको क्यामेराको उस छ। होइन भने त मैले कसरी भिडियो बनाउँथेँ होला कि। भिडियो बनाउन मन लाग्ने, कहिले दिमागले नभेट्ने, कहिले क्यामेरा राम्रो नहुने, के हो यस्तो। धन्न एउटा भए पनि ठिकै छ। अनि त्यसपछि हामीले सबै सेट गरिसकेपछि कति बाटो हेऱ्यौँ, भित्र बाहिर कति गऱ्यौँ कि हामीले। कतिखेर आउनुहुन्छ भनेर फोन गरेको 1 घन्टासम्म पनि नआउने कि। हामी त कुरेको गरेछौँ, अब आउनुहुन्छ होला भनेर। विशेष सर र सिद्धार्थ सर चाहिँ भित्र बाहिर कहाँसम्म पुगेर आउनुभयो कि। अनि तल आइसक्नु भएको छ भन्नुभएको थियो। अब त आउनुहुन्छ होला भन्दाखेरि पनि तल आइसकेको मान्छे पनि माथि नआउने कि। हामी त कति हो भित्र बाहिर गरेको। सिद्धार्थ सर त बाहिरको बाहिरै, भित्रै नआउने कि। अब आउनुहुन्छ भनेर। विशेष सर पनि यहाँ राख्नुभएको छ क्यामेरा, अन हो भन्दै हेर्न आउनुभएको थियो। अनि हामीले चाहिँ अगाडि फर्केको थियौँ, बेलुन र केकलाई छेकेको थियौँ कि आउँदा बित्तिकै नदेखुनु भनेर। अनि मैले चाहिँ यतातिर भिडियो बनाउँदा बिन्दा मिस त टुप्लुक्कै आउनुभयो, म त थाहै नै। भने Happy birthday to you, happy birthday, happy birthday to you, happy birthday to you, happy birthday to you, happy birthday to you. बर्गा बल फुटाल्नु न, यो फुट्दैन है, फुट्दैन। Happy birthday to you, happy birthday to you. अनि आज बिन्ता मिस जति आफ्नो बर्थडेमा खुसी हुनुहुन्थ्यो, त्योभन्दा धेरै खुसी त हामीले उहाँलाई देखेर थियौँ कि। कति खुसी हुनुहुन्थ्यो न, अझ झिरझिरे बालेर घुम्नुभएको थियो नि। उहाँ खुसी भएको देखेर उहाँभन्दा बढी खुसी त हामीलाई फिल भएको थियो कि। सधैँ कहिले कसो हामी डाउनफल भएको बेलामा हामीलाई प्रेरित गर्ने, हामीलाई हौसला दिने, होइन, हाम्रो आत्मबल वृद्धि गराउने काम गर्नुहुन्छ नि त। मान्छे सबै कुरा भएर पनि यदि आत्मबल नै कमजोर छ भने केही गर्न सक्दैन नि त। र त्यही कुरा चाहिँ उहाँले हौसला दिनुहुन्छ कि। अनि त्यही भएर उहाँ भने एकदम स्पेसल हुनुहुन्छ। उहाँको लागि हामीले यति गर्नु भनेको यति सानो कुरा हो कि। उहाँले त यस्तो यति ठुल्ठुलो सरप्राइज डिजर्भ गर्नुहुन्छ नि। र त्यति ठुल्ठुलो सरप्राइज दिने दिन पनि पक्कै पनि आउँछ। त्यसको लागि हामी पनि धैर्य गरेका छौँ र उहाँले पनि धैर्य गर्नुभएको छ भन्ने आशा छ। अनि त्यसपछि चाहिँ हामी केक सेक काट्यौँ, खायौँ, सबैजनालाई खुवाइदिनु भयो। अनि बिन्ता मिसले चाहिँ भयो कि मैले त धेरै खाइसकेँ, अब हजुरले खानु भन्नुभएको थियो। तर पनि आज
आज यस्तो स्पेसल डेको दिन त गुलियो मिठाई भन्ने कुरा चाहिँ खानुपर्छ कि थोरै भए पनि। उहाँले चाहिँ धेरै जस्तो मिठाईहरू गुलियो चिजहरू खासै खानुहुन्न, त्यही भएर खान्न मैले धेरै भयो भन्नुभएको थियो। अनि यो गिफ्ट चाहिँ बिनिता मिसको लागि हामी सम्पूर्णको तर्फबाट। मैले चाहिँ 3 चोटि खाइसकेको थिएँ होला केक, अनि पछिबाट फेरि हाम्रो चाहिँ यो स्पेसल थालमा स्पेसल थाल मतलब केकको त्यो कभर हो कि, अब त्यहाँ थाल हुन नि त, अनि त्यही भएर त्यसैमा खाने हामी त। अनि म बोल्दा बोल्दा चाहिँ मेरो त सासै पुग्दैन, लाउनै कसरी भोइस ओभर हो कि कभर गर्ने सिकाइदिनु पर्यो। अनि यहाँ विशेष सर र सिद्धार्थ सरले जादु देखाइराख्नु भएको छ। यो छुट्टै पेन्ट होला कि, त्यही भएर त्यहाँ भएन। तर त्यो पेन्ट होइन नि त, त्यो त उसो गराउ कि ल। ए एक्सपेरिमेन्ट कामयाब हो। अनि त्यसपछि चाहिँ हामी सबजना प्र्याक्टिस गऱ्यौँ, ज्यामिङ गऱ्यौँ। अनि त्यसपछि चाहिँ सबैजना गइसक्नुभएको थियो, ट्युसनहरू थियो, त्यही भएर अनि म पनि घरतिर लागेको र फेरि पनि बिनिता मिसलाई ह्याप्पी बर्थडे, जन्मदिनको धेरै धेरै शुभकामना। बाई।